हेलो साथीहरू, सेवान्ने तपाईँहरू कस्तो हुनुहुन्छ? आशा राख्छु आरामै हुनुहुन्छ। म पनि आरामै छु र आज भने मैले यहाँनिर न्युट्रेला अथवा सोयाबिनको सालेड बनाउने अथवा सलाद बनाउने रेसिपी लिएर आएको छु। हेर्दै जानुहोस्। मैले न्युट्रेलालाई तातो पानीमा भिजाइसकेको छु र यो भिजाएको न्युट्रेलालाई म एकदमै 3-4 खेप सफासँगले पानीमा धोएर यसलाई सानो सानो टुक्रामा काटिसकेको छु। तपाईँहरूले यसलाई चिसो पानीमा पनि भिजाउन सक्नुहुन्छ र यो भित्र हाल्ने इन्ग्रेडियन्ट जस्तै गरेर प्याज, रमभेडा है, काँचो खोर्सानी चाहे हरियो होस् या रातो, अनि निम्बुलाई मैले रेडी गरिसकेको छु। तपाईँले चिसो पानीले भिजाउनु भयो भने चाहिँ अलिक टाइम लाग्छ है न्युट्रेलालाई सफ्ट हुनुमा। त्यही कारण मैले चाहिँ तातो पानीमा भिजाएँ र अब म यो सबै इन्ग्रेडियन्टलाई न्युट्रेलाभित्र हालिसकेँ। माथिबाट खाने तेल अलिकति हालेँ अनि स्वाद अनुसार नुन अनि यो निम्बुलाई पनि चट्टै हाल्दैछु र अब मजाले मिक्स गर्ने टाइम आयो। मिक्स गर्दैछु, राम्रोसँगले मिक्स गर्नुपर्छ। हरेक न्युट्रेलाभित्र यो निम्बु अनि नुनको स्वाद पसेको होस्। ट्याडा! अब भने मेरो यो रेसिपी, सिम्पल रेसिपी, म चाहिँ यसलाई न्युट्रेला सलाद भन्छु है। यो चाहिँ मेरो रेडी भइसकेको छ। अब म चाख्छु है। हुन त मैले यो एकदम सधैँ नै, म प्रायै जस्तै नै है, म यो बनाएर खाइबस्छु। मलाई मनपर्छ र मन परेको हुनाले कतै तपाईँहरूलाई पनि मनपर्छ होला भनेर मैले यो रेसिपी सेयर गरेँ। तपाईँहरूलाई कस्तो लाग्यो? बनाउनु पनि छिटो, खानुमा पनि मिठो है। तपाईँले पनि यो रेसिपी आफ्नो घरमा बनाएर खान सक्नुहुन्छ। यो भित्र तपाईँले अदुवा पनि हाल्न सक्नुहुन्छ सानो सानो काटेर। मैले भने अदुवाको प्रयोग गरिनँ। तपाईँलाई मेरो यो भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब अनि कमेन्ट पक्कै पनि गर्नुहोस्। अझै मन परेमा सेयर पनि गरिदिनुहोस् है।